साथीहरु, स्वागत छ मेरो जुनु हाम्रो भ्लगमा। अनि सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठीक छु। आज चाहिँ हामी मकै भाँच्न जाँदैछौँ। अरू अहिले आउँछन् होला, पछाडि म जाँदैछु अगाडि एक्लै। अनि म भाँच्यादेखि लाएर मकै छोडाएको समेत देखाउँछु म तपाईँहरूलाई। हाम्रोतिर चाहिँ मकै भाँच्यो अनि लगेर खटायो, फेरि त्यसलाई छोडायो अनि त्यो झुटा पार्यो। त्यस पछाडि कस्तो यहाँ मलाई झ्याउ लाग्छ कि गर्न। हाम्रो माइतीतिर फेरि कस्तो राम्रो भाँच्यो अनि माथि टाल्न लगाएर फाल्यो। अनि आनन्दै हुन्छ यहाँ त भाँचेर फाल्यो फेरि बनायो। झ्याउ लाग्छ मलाई त। त्यो पनि म देखाउँछु है। फाइनली बारीमा आइसकेको छ मेरो बारी भान्जा। अनि छोरोले भाँचिराख्नु भएको छ, म यता छु। म पनि भ्लग बनाउनेमा व्यस्त छु। ल अब हामी चाहिँ मकै भाँच्नको लागि रेडी हुँदैछौँ साथीहरू। अलि माथि गरौँ न, मोबाइल यतिदेखि माथि देखाएँ। यस्तै डोको सबै बारी देखा। बारीमा अब सुरु हुँदैछ मकै भात। एउटा बारीको मकै भाँचिसकेर अर्को बारीमा जाँदैछौँ हामी। माथिबाट देखाउँछु म यो तलको बारी, माथिदेखि देखिन्छ। हिँडिरहेको छ अगाडि बुहारी। बाटो यतिमा यो ढाउँ छ क्या, घाँसको भारी तिमीसँग अझ। अब यो बारीमा भाँच्नु पारिदेखि यहाँसम्म बारी भाँचिसकेर पनि त्यो परसम्म छ, माथिको भाँच्न छ नि। अयो बोटमै कुन तरिकाको मकै भाला यस्तो साथीहरूलाई भनिदिन पर्यो है। यहाँ बोट फेरि सिँगै छ, ठाडै छ यस्तो यहाँ माथि सम्मै। तर यहाँ यस्तो छ है। के भाउ यो मकैले? मकै भन्छ हाई गरिदिनु। हेलो सरोज हाई गरिदे। बाई। फाइनली मकै भाँचिसकेर हामी घर जाँदैछौँ। रासन बारी त्यता गइरहेछौँ हामी। के अरे कान्छीले धेरै कान्छी जुम गरेर देखाइ नभएर कहाँ जाने होस्? अरे त्यहाँबाट देखिसक्यो, जुम गरेर देखाइरहनु। दुईवटा बारीको मकै यति भएको छ। खेती गर्यो लास्टमा यस्तो हुन्छ है। कति बारी? 9 बारी भयो कि होइन? ल 9 बारी मकै यही हो दुईवटा बारीको लगाएर खेती गर्यो। भन्ने भेट्न जागिहाल्ने
खेती गरेर टन्नै भयो जाँगर पनि लाग्छ जाँगरै मर्छ ठुस्रो सुनाइरहेको छ नि बसेर के छ यतु यहाँ पनि लालले भुटुक्कै हुन्छ यति पनि हाई गरिदे यठु मा गरिदे यस्तो गर्न नि क्या मा गरिदे लौ के हो यो एठु के हो यता हेर के हो यस्तो मकै मकै भन्न हाउ बल्ल पारी बसेर बोकिरहेको छ त्यसले यता दिदी कान्छी अनि यता म छु यो मकै भन्ने कहाँ फुलेँ मैले यो मकै भन्ने नि साथीहरू यो मकै रहरले फुल्यायो कि कहरले फुल्याएलाई बरु यहाँ जस्तो तिठा यो रहर होला कि कर होला यो मकै फल्ने अलि मकै छोराइसकेर पनि यस्तो बनाइसकेको छौँ झुटा पारिसकेका छौँ अब टङ्गाउन सुरु हुँदैछ पारि टङ्गाइरहेको छ माथि म पुऱ्याउँदैछु पछि त आदर जस्तो चुस्स पारेर बसेको छ पारि जस्तरी मकै छोराएर सकेर पनि टङ्गाएर सकेर पनि यहाँ भुसहरू छ अब यिनी भुसहरूलाई मुठा पार्न लागेको छौँ अब लागेको छु म छौँ भन्दा पनि कोही छैन ल एक्लै चाहिँ यो भुस मुठा पार्नुपर्छ होइन मेरो भिडियो लास्टसम्म हेरेर माया गरिदिनु होला साथ सपोर्ट पनि गरिदिनु होला अनि लाइक कमेन्ट सब्सक्राइब सेयर सबैजनाले गरिदिनु होला अनि लास्टसम्म फुल वाच पनि गरिदिनु होला बाई बाई एभ्रिवान थ्याङ्क यू सो मच